नमस्ते नमस्ते। म चाहिँ बाउको रोलमा बसेर अनि ऊ चाहिँ म चाहिँ छोरा हामी दुवैजना मिलेर एउटा सर्ट कन्टेन्ट बनाएका छौँ। सो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। आजको सर्ट कन्टेन्ट सुरु गरौँ है त। एक बिहानै उठ्छन् बुबा आफ्नो छोराको सुनौलो भविष्यको लागि। तर बुवाको त्यो त्याग, बलि, सङ्घर्ष, दुःख, कष्ट, माया अनि पसिनाको कुनै कदर नै हुँदैन। काम सकिया थियो ल बाबु 3 दिनको काम ल फेरि पनि काममा बोलाउनुहोस् है। हुन्छ हस् हस्। साउनीले जम्मा 3 दिन काम गरेको 1500 दिएछ। यो 500 रासन पानी किन्न राख्नु पर्ला। यो 500 भोलि केही तलमाथि भइहाल्यो भने उपचार कसले गर्ने? हुन त फेरि मेरो अब लुगा पनि च्यात्या थियो खै। ए होस् लुगा फेरि किनौँ ल। बरु यो चाहिँ छोरालाई पढाइमा अलिअलि खर्च हुन्छ, म पछि किनौँ ल। बरु यो 500 छोरालाई खर्च राख्नु पर्ला। बाउ ए बाउ किन छोरो किन हुनु? मलाई 5 लाख रुपियाँ पैसा चाहियो। मलाई अरू किन्ने थाहा छैन। आम्मामामा यत्रो पैसा मैले कहाँबाट ल्याएँ बाबु तिमीले यत्रो पैसा? मलाई बाइक किन्नु पर्यो। किन चाहियो तिमीलाई? मलाई अरू किन्ने थाहा छैन। जसरी हुन्छ जहाँबाट हुन्छ मलाई 5 लाख रुपियाँ पैसा खोजेर दिनु त। भर्खर त तिमी 10बाट 11मा जाँदैछौ। न तिम्रो उमेर भएको छ, न तिमीसँग लाइसेन्स छ। किन चलाउनु पर्यो अहिले बाइक? अनि त्यहाँ भएभरको साथीहरू सबै बाइकबाट आउँछ कलेजमा। म चाहिँ के खुट्टाले लगाएर हिँडेर जानु? खुरुक्क दिने भइदिनु, नत्र मलाई छोरा छोरा भन्नु पर्दैन। छोरा छोरा